सोच्नुस् त, हावामा ढोलको ताल गुन्जिरहेको छ। रङ्गी बिरङ्गी पोसाकमा मान्छेहरू एउटै लयमा नाचिरहेका छन् अनि प्रकृतिलाई सम्मान गर्दै गाइएका पुराना गीतहरू। यो कुनै सामान्य चाडपर्व मात्रै होइन हे, यो त पृथ्वी र यसको चक्रसँग जोडिएको एउटा गहिरो सम्बन्धको कथा हो। ओह, यही हो साकेवा पर्वको आत्मा। दुईवटा मौसम, दुई फरक अनुहार, तर उत्सव भने एउटै जीवनचक्रको। हरेक वर्ष किरात राई समुदाय यसै गरी जीवनको उत्सव मनाउन एकै ठाउँमा जम्मा हुन्छन्। सिलिकेन र मानाखोमको तालले त जमिनै थर्किन्छ, धूपको बास्ना हावामा फैलिन्छ अनि उनीहरूको हरेक पाइला प्रकृति र आफ्ना पुर्खाहरूलाई चढाएको श्रद्धाञ्जली जस्तो बन्छ। तर यी चालहरू र तालको पछाडि आखिर के लुकेको छ त? यो नाच यो केवल एउटा पर्फर्मेन्स मात्रै होइन, यो त एउटा जिउँदो इतिहास हो जसले एउटा सिङ्गो समुदायको जीवनशैलीलाई नै बताउँछ। अब यो नाचको कथा बुझ्नको लागि हामीले सबैभन्दा पहिले त यो नाच्ने मानिसहरूलाई चिन्नु पर्यो नि, होइन र? ल आउनुहोस् किरात राई समुदायबारे अलि जानौँ। किरात राई, जसलाई खम्बु पनि भनिन्छ, उहाँहरू नेपालका आदिवासी जनजातिमध्ये एक हुनुहुन्छ। उहाँहरूको संस्कृति, जमिन र उहाँहरूको मौखिक शास्त्र अर्थात् मुन्दुममा एकदमै गहिरोसँग जोडिएको छ। अनि एउटा रमाइलो कुरा के छ भने, राई भन्ने उपाधि चाहिँ उनीहरूलाई गोर्खाका राजाले दिएका थिए, उनीहरूको नेतृत्व क्षमताको सम्मान गर्नको लागि। उनीहरूको इतिहास त हजारौँ वर्ष पुरानो छ। पुराना ग्रन्थहरूमा त उनीहरूलाई नेपालका शासक भनेर पनि उल्लेख गरिएको पाइन्छ। समय बित्दै गयो, उनीहरू पूर्वी नेपालतिर सरे अनि 19औं शताब्दीसम्म आइपुग्दा त उनीहरूको यात्रा हिमालयका अरू भागहरूमा पनि पुग्यो र जहाँ जहाँ गए आफ्नो संस्कृति पनि सँगसँगै फैलाए। ल अब हामीले यो समुदायको इतिहास त मोटामोटी बुझ्यौँ। अब लागौँ यो पर्वको एकदमै मुख्य भागतिर, प्रकृतिको त्यो लयबद्ध चक्र जसले उभौली र उधौलीलाई खास अर्थ दिन्छ। यो पर्वको सबैभन्दा सुन्दर पक्ष नै यसको दोहोरो प्रकृति हो। हेर्नुस् है, वसन्त ऋतुमा उभौली मनाइन्छ, जसले बालीनाली रोप्ने कामको सुरुवात र नयाँ जीवनको लागि प्रार्थना गरेको जनाउँछ। अनि फेरि शरद ऋतुमा आउँछ उधौली, जसले चाहिँ राम्रो फसल दिएकोमा प्रकृतिलाई धन्यवाद दिन्छ। यो त प्रकृतिको उदारताको उत्सव हो। भन्नुको मतलब यो पुरै चक्र कृषिपात्रको तालसँगै चल्छ। मैले अघि पनि भने नि, यो नाच केवल एउटा नाच मात्र होइन, यो त समुदाय र पृथ्वी बीचको सम्बन्धलाई बताउने एउटा जिउँदो कथा किताब जस्तै हो। यहाँको हरेक पाइलाले एउटा कथा भनिरहेको हुन्छ। ल अब सबैभन्दा लोकप्रिय सिली नाच चासुन सिलीबारे कुरा गरौँ। यसको हरेक चाल, हरेक हावभाव समुदायको कृषिमा आधारित जीवनशैलीको ऐना जस्तै हो। अनि यसले एकदमै राम्रोसँग देखाउँछ कि कसरी हरेक इसाराको एउटा खास अर्थ हुन्छ। बिउ छर्ने कामदेखि लिएर बाली काट्नेसम्म हरेक चालले उनीहरूको दैनिक जीवनको कथा भन्छ। यसले गर्दा यो नाच एउटा सामूहिक प्रार्थना र कथा सुनाउने माध्यम बन्न पुग्छ। त्यसो भए प्रश्न उठ्छ, यो यति पुरानो परम्परा आजको यो आधुनिक संसारमा कसरी जीवित छ त? आजको दिनमा यो पर्वले किरात राई समुदायको लागि के अर्थ राख्छ होला? वास्तवमा यो पर्व रमाइलो गर्नको लागि मात्रै होइन, यो त सांस्कृतिक अस्तित्व जोगाउने एउटा लाइफलाइन नै हो। यही चाडको माध्यमबाट नयाँ पुस्ताले आफ्नो भाषा, परम्परा अनि पवित्र मुन्दुमबारे सिक्छन् र यसैले समुदायलाई एक ढिक्का बनाएर राख्छ। यो भनाइले यो पर्वको शक्तिलाई कति राम्रोसँग प्रस्ट्याउँछ, होइन त? राईहरूभित्र विभिन्न उपजातिहरू छन्, तर साकेवाले सबैलाई एउटै किरात राई पहिचानको धागोमा बाँध्छ। यो त एकताको एउटा जिउँदो जाग्दो प्रतीक हो। अब यो सबै कुराको अन्त्यमा एउटा प्रश्नबारे सोचौँ न। यति तीव्र गतिमा आधुनिक भइरहेको संसारमा उभौली र उधौली जस्ता परम्पराहरूले हामीलाई हाम्रो जरा र हामीलाई जीवन दिने यो पृथ्वीसँगको सम्बन्धको महत्त्वबारे आखिर के सिकाउँछन्? यो केवल इतिहास जोगाउनु मात्रै होइन, यो त भविष्यको लागि ज्ञान सङ्गाल्नु पनि हो।